नमस्कार सम्पूर्णमा आज यस तिरुपति इंग्लिश बोर्डिङ हाई स्कुल कलेजमा आयोजना भएको हाट बजार कार्यक्रममा चाहिँ सम्पूर्ण सहभागी भइरहनु भएको छ। यो सहभागी हुने क्रममा चाहिँ हाम्रा अभिभावकहरूलाई कस्तो राय सल्लाह लाग्यो, कस्तो चाहिँ हुनुपर्ने थियो हाट बजार कार्यक्रम, उहाँहरूले सोचे जस्तो भयो अथवा भएन भनेर म सरसर्ती छोटो छोटो क्वेसन गर्न गइरहेको छु। हजुरहरूले के कस्तो भन्नुहुन्छ उहाँहरूले हजुरहरूले पनि सुनेर साथ दिनु होला। नमस्कार, हजुरको नाम छ? मेरो नाम शिवचिरी शेर्पा। हजुर मनमा पढ्दै हुन्छ हजुर। यो तिरुपति स्कुलको 8 वर्ष चाहिँ फर्स्ट टाइम भयो, एकदम हजुर रमाइलो भएको छ। हजुर यो सालमा टेबुल भएको छ, एकदम स्कुललाई एकदम धेरै हजुरले एकदमै हजुर राम्रो हजुर बनाइदिनु भएको छ। प्रशंसा गरेर सबै छैन, हजुर एकदम खुसी लाग्यो। अब यसरी हाट बजार स्कुलमा हाट बजार लगाउन सकिँदो रहेछ। हजुर हजुर राम्रो हो भविष्यको लागि होइन। बच्चाहरूले त्यसरी अब खानपिनहरू बनाउनु पर्छ, त्यसरी अब खाने भनेर उनीहरूले पनि हल्का थाहा हुन्छ होइन। हजुर परिकारहरू बच्चाहरूले बनाएर बेच्नु भएको छ होइन। हजुर हाट बजार लगाउनु भएको छ, एकदम खुसी लागेको छ है। हजुर सर, अनि आज यहाँ बनेका परिकारहरू केही चाख्न पाउनु अवसर पाउनु भयो कि भएको छैन? एकदम हजुरसँग पायो, मिठो छ। यहाँ सबैभन्दा बेटर अब बाबुहरूको सफ्ट कफी होइन, हजुर कफीहरू गाडाहरू अब पानी जस्तै अब आफूले बनाउनु भएको हजुर सर हजुर खाइयो चाख्नु एकदम राम्रो छ। हस् सर, आगामी दिनहरूको प्रोग्राममा पनि यसरी नै साथ दिनु होला है सर। हस् त, धन्यवाद सर। नमस्ते, हजुरको नाम? मेरो नाम प्रमिला गजरे। आज यस तिरुपति इंग्लिश बोर्डिङ हाई स्कुलमा भएको हाट बजार कार्यक्रम चाहिँ हजुरलाई कस्तो लाग्यो म्याम? मलाई एकदमै राम्रो लाग्यो म्याम। फर्स्ट टाइम भएर पनि यत्रो धेरै मान्छेहरू आउनुभएको छ, हजुर अरू स्कुलहरूबाट पनि स्टुडेन्टहरू आउनुभएको छ, धेरै राम्रो लाग्यो। अनि हामीले चाहिँ एकदम त्यो अर्ग्यानिक कुराहरूलाई चाहिँ अब गाउँकै स्वादलाई चाहिँ उतार्न खोजिरहेका छौँ, आफ्नो संस्कृतिहरू पनि लोप नहोस् भन्ने हितले चाहिँ हामी अगाडि बढ्न खोजिरहेका हौँ। अनि तपाईँले यो परिकारहरू चाख्दाखेरि चाहिँ गाउँकै टिपिकल स्वाद पाउनु भयो कि भएन त म्याम? हजुर म्याम, एकदमै मिठो छ। मैले प्राय लगभग मैले खाने जति चाहिँ सबै टेस्ट गरेँ। हजुर एकदमै मिठो छ। हजुर, अब के अरे बुकेहरू पनि किन्नु भएको रहेछ, नानी बाबुको कस्तो लाग्यो? उहाँहरू आफैले उत्पादन गर्नुभएको हो, उहाँहरू आफैले ह्यान्डमेड हातले नै बनाउनु भएको, हजुरलाई सायद राम्रै लागेर लिनुभयो होला हुन चाहिँ होइन। तै पनि वास्तवमा चाहिँ यो बुकेको बारेमै भन्नुपर्दा चाहिँ कस्तो लाग्यो हजुरलाई? मलाई एकदमै राम्रो लाग्यो म्याम। एकदमै मेहनत गरेर बनाउनु भएको छ भाइ बहिनीहरूले। हजुर अनि एकदमै राम्रो पनि छ हेर्दा, अनि बाहिरको भन्दा धेरै सिक्नु पनि दिनुभएको छ। हजुर एकदमै राम्रो लाग्यो। हस् म्याम, आगामी दिनहरूको प्रोग्राममा पनि यसरी नै इन्भल्भ भइदिनु होला है म्याम। हस्, धन्यवाद, छुट्टिन्छौँ है। नमस्ते म्याम, हजुरको नाम? मेरो नाम च्याम्पी। कस्तो लागिरहेछ आज यस कार्यक्रम हाट बजार कार्यक्रम चाहिँ हजुरलाई के कस्तो लागिरहेछ? राम्रो लागिरहेछ, रमाइलो रहेछ। सबै बच्चाहरूलाई यसरी अब बेच्नु पर्ने, किन्नु पर्ने, त्यो सबै त्यसै कारण रमाइलो लागिरहनु भएको छ होइन? रमाइलो लागिरहेछ नि होइन? अनि यो परिकारहरू केही चाख्नु भएको छ कि छैन त? के पाउनु भयो स्वादहरू? त्यही हजुरले गाउँकै जस्तो पाउनु भयो कि डिफ्रेन्ट पाउनु भयो कि के कस्तो छ? मतलब त्यो टिपिकल गाउँकै जस्तो चाहिँ पाउनु भयो कि भएन तपाईँले? त्यो जुन चाख्नु बाँकी छ चाखेर कार्यक्रमलाई अन्तिम अवधिसम्म साथ दिएर बेलुका कार्यक्रम सकिएपछि मात्र जानु होला है म्याम। हस्, धन्यवाद। नमस्कार, हजुरको नाम? मेरो होमराज गुरुङ। आज यस तिरुपति स्कुलमा चाहिँ हाट बजार कार्यक्रम भइरहेको छ, हजुरलाई के कस्तो लाग्यो यो हाट बजार कार्यक्रममा चाहिँ? के बाबुहरू नानी बाबुहरूको सिपमूलक दक्षता देखाइरहनु भएको जस्तो लाग्यो कि के कस्तो लाग्यो सर? हजुर, एकदम हाट बजार नानी बाबुहरूले उनीहरूको सिपमूलक विकासको लागि अब राम्रो गरिरहेको जस्तो लाग्छ। अनि अब यस्तो कार्यक्रम चाहिँ टाइममा गरिरहनु पर्यो जस्तो लाग्छ। हस् त, धन्यवाद सर। कस्तो लाग्यो भनेर मैले हरेक प्यारेन्ट्सहरूलाई सोध्दै जाने क्रममा चाहिँ हजुरलाई पनि सोधेको छु, अरू प्यारेन्ट्सहरूको नि रिभ्यू लिन्छु। हस् सर, आगामी दिनहरूमा नि आइरहनु होला। नमस्ते सर, हजुरको नाम? यस तिरुपति इंग्लिश बोर्डिङ हाई स्कुलमा चाहिँ भइरहेको हाट बजार कार्यक्रम कस्तो लाग्यो सर? मैले अब
भन्नुपर्दाखेरि चाहिँ गेटबाट निहाल्दै गर्दाखेरि होइन हजुर, गेटबाट सर। छिर्दाखेरि तपाईँले राम्रो ब्यानर पनि राख्नु भएको छ हजुर र त्यसको साथसाथै तपाईँहरूको अब सुरुमै मैले त्यहाँ हेल्थ क्याम्प जस्तो पनि देखेँ हजुर, अवेरनेस हजुर। प्रोग्रामहरू पनि देखेँ हजुर सर त्यसको साथसाथै मलाई सबैभन्दा मन परेको चाहिँ सानसानो नर्सरी एलकेजी युकेजी जो चाहिँ प्री हजुर, सर। प्राइमेरीका भाइ बहिनीहरूले चाहिँ हजुर राम्रो तरिकाले त्यो प्रेजेन्टेसन गरिराख्नु भएको छ। हजुर, त्यो सर। एकदमै मन पर्यो र यता आउँदै गर्दाखेरि सानसानो बच्चाहरूले बनाएको जुन क्रिएटिभिटी उनीहरूको हजुर, जुन सर। एक्टिभिटिजहरू थियो होइन त्यो हजुर। चाहिँ असाध्यै मन पर्यो म्याम र साथसाथै अलिकति भन्नुपर्दा ठुल्ठुलो क्लासका हजुर हजुर 6-7 क्लासका अथवा 8-9 हजुर। क्लासका बच्चाहरूले चाहिँ हजुर। जुन परिकार बनाएको थियो आजको परिकार एकदम मिठो पनि लाग्यो म्याम सबै टेस्ट पनि गरेँ हजुर खुसी लाग्यो म्याम। हस् सर आगामी दिनहरूको प्रोग्राममा पनि यसरी नै आइदिनु होला हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरेर पाल्नु भएकोमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु सर धन्यवाद। हजुरहरूलाई पनि धेरै धेरै शुभकामना। हस् सर हस् धन्यवाद सर सर नमस्ते नमस्ते हजुरको नाम मेरो नाम दामोदर शर्मा हजुरलाई आज यस तिरुपति इङ्ग्लिस बोर्डिङमा भइरहेको हाट बजार कार्यक्रम कस्तो लाग्यो सर एकदमै राम्रो लाग्यो एकदमै खुसी पनि लाग्यो हजुर अब यो पहिलोचोटि मैले त यो खासमा सुनेको पहिले स्कुलहरूमा यसरी राखेको खासै थाहा थिएन नि त। हजुर हजुर अनि यो पहिलोचोटि अब हाम्रो तिरुपति स्कुलले राखेको हजुर। एकदमै राम्रो एकदमै खुसी पनि लाग्यो हजुर। अब यसले चाहिँ तपाईँको बच्चाहरूको लागि एकदमै उनीहरूको आफूले गरेको कलाहरू पनि यो देख्न पाइयो हजुर सर आफूले गरेको त्यो ह्यान्डमेड सामानहरू उनीहरूले घरमा बनाएका चिजहरू यहाँ राखेको देखियो हजुर। हामीले पनि केही चिज लियौँ उनीहरूलाई पनि सहयोग भयो एकदमै राम्रो लागेको छ हस् सर आगामी दिनहरूको प्रोग्राममा पनि यसरी नै इन्भल्भ भइदिनु होला है सर हस् धन्यवाद सर नमस्ते म्याम हजुरको नाम मेरो सम्झना आज यो भइरहेको हाट बजार कार्यक्रम चाहिँ कस्तो लाग्यो म्याम राम्रो लाग्यो हजुर। हजुर हजुर तपाईँहरूले सिकाइदिनु एकदम मन पर्यो होइन त म्याम हस् त धन्यवाद म्याम छुट्टिन्छौँ हस्। नमस्ते म्याम नमस्ते हजुरको नाम मेरो ऋतु राई हो आज यस तिरुपति इङ्ग्लिस बोर्डिङ स्कुलमा चाहिँ हाट बजार कार्यक्रम लागिरहेको छ कस्तो लाग्यो म्याम यहाँको हाट बजार कार्यक्रम के यस्तै हुनुपर्ने थियो कि अथवा योभन्दा बेटर हुनुपर्ने थियो कि के कस्तो लाग्यो हजुरलाई आजको यो हुन गइरहेको हाट बजार चाहिँ एकदमै राम्रो लागेको छ होइन हजुर अब भयोभरको सामानहरू पनि एकदमै राम्रो लाग्यो मलाई होइन अब यहाँ खानेकुरादेखि लगेर अब बच्चाहरूले लाउने खेलौनादेखि लगेर तरकारीहरू पनि रहेछ होइन हजुर, तरकारीहरू चाहिँ हामीले भेट्यौँ होइन एकदमै राम्रो एकदमै अझै पनि यस्तो कार्यक्रम चाहिँ भइरहेकोस् भन्ने यो हाट बजार चाहिँ हजुर, अझै पनि राखौँ जस्तो चाहिँ मनमा के भएर चाहिँ एकदम रमाइलो भइरहेको छ अनि यहाँको के परिकारहरू चाख्दै हुनुहुन्छ होला यसको स्वाद कस्तो लाग्यो के टिपिकल गाउँकै जस्तो लाग्यो कि डिफ्रेन्ट यो सहरकै जस्तो लाग्यो कि हामीले चाहिँ मेन अर्ग्यानिक कुराहरूलाई नै फोकस गरेका छौँ अनि तपाईँले त्यो अर्ग्यानिक कुराहरू अब टिपिकल गाउँकै स्वाद पाउनु भयो कि भएन त्यो पनि भनिदिनु होला हजुर, एकदम पाइएको छ सब होइन अझ लाइनमा बसिएको छ हजुर। अहिलेसम्म पालो त पाइएको छैन हजुर अनि अझ सेलरोटीहरू त के अरे अचारहरू चाहिँ खाइयो एकदमै मिठो एकदमै स्वादिष्ट रहेछ हजुर, अचार हजुर, पनि, होइन? हजुर। अनि सेलरोटी पनि त्यस्तै अनि त्यहाँ हट कफीको लाइनमा पनि बसिरहेछ यहाँ मोमोको लाइनमा पनि बसिरहेछ एकदमै हेर्दै खाउँ जस्तो छ होइन हजुर। एकदमै राम्रो रमाइलो नि लागिरहेछ खानेकुरा नि टेस्ट पनि गरिरहेको छु राम्रो मिठो छ अब मैले त्यहाँनिर गन्जाहरू पनि किने अब फेस टावलहरू पनि किने एकदमै राम्रो छ एकदम हस् म्याम आगामी दिनहरूको प्रोग्राममा पनि यसरी नै इन्भल्भ हुनु होला हस् त धन्यवाद म्याम नमस्ते म्याम हजुरको नाम गोमा आज यस हाट बजार कार्यक्रम चाहिँ हजुरलाई कस्तो लाग्यो म्याम मलाई राम्रो लाग्यो सब कुछ लाग्यो रमाइलो गरिरहनु भएको छ होइन त इन्जोय गरिरहनु भएको छ होइन त हस् धन्यवाद म्याम हजुर बिजनेस कसरी गर्नुपर्छ होइन पोलिटिकल त उसमा हो नि। मिल्दैन होइन तर हजुर। व्यापार बिजनेस कसरी गर्नुपर्छ होइन कसरी हो के भएर स्कुललाई चाहिँ उन्नत प्रगतिको लेभलमा पुर्याउनुपर्छ हजुर। भने छुट्टै हो क्या यो हजुर। किनकि यो हुन पनि पर्थ्यो होइन किनकि हामीले स्कुल स्ट्रगल गरिरहेछौँ हजुर। बच्चाले पनि स्ट्रगल बुझोस् न। हजुर हजुर बच्चाहरूले पुनः त्यो लेभलमा घरमा अब बच्चाहरू के भन्छ नि एउटा अब प्याज केलाउँदा एउटा लसुनको बोट हजुर, लाउँदा हजुर। भन्दाखेरि नसक्ने अवस्थाको भने त्यसले त धेरै माथि पुऱ्याउँछ क्या हजुर, धेरै सर। खुसी लागेको छ राम्रो हजुर। लागेको छ होइन अझ सबैभन्दा मिठो लागेको मलाई यहाँको पारा हजुर हजुर अनि हजुर सबै मिठो लागेको भनेको यो यहाँको आइस कफी हजुर। किनकि बाबुहरूलाई पनि हजुर। अब पहिला बारिस्टा गरेको भएको कारणले गर्दाखेरि बाबुहरूलाई पनि सिकाएँ यसरी गर्नुपर्छ यसरी भन्दा होइन सबैजना प्यारै लाग्छ मलाई हजुर हजुर अब सरहरूले गर्नुभएको देन यसले गरेको यति उन्नति प्रगति हजुर। तिरुपतिले तपाईँको म्याक्सिमम पनि 1 वर्षमा यो लगाइदिन्छु ल सर
विद्यार्थीलाई चाहिँ थोरै यहाँनिर अनि फेरि क्यामेराले क्याप्चर गर्दैन होला। 1 वर्षमा गरेको प्रगति भनेको नि हजुर। यति बेटर यति राम्रो छ कि यो हजुर हजुर तिरुपतिले यो सायद अहिलेसम्म यो कपन एरियाको हजुर विद्यालयले गरेको उन्नति प्रगति भन्दा बेटर उन्नति छ। हजुर सर किनकि तिरुपतिले गरेको देन हाम्रो ट्रेनिङ सरको हजुर। उहाँलाई त तारिफ गर्न योग्य नै हुनुहुन्छ हजुर होइन। उहाँले यो लेभलमा तिरुपतिले पुऱ्याउनु यहाँको स्टाफदेखि लिएर टिचर हजुर सर हामी त के लाग्छ भने हामी प्यारेन्ट्सले के भन्छ भने बाल बच्चाहरू राम्रो होस् हजुर होइन, राम्रो तरिकाले पढाइदियोस्। हामीले त पैसा मात्रै दिने होइन। हो नि सर तर मलाई चाहिँ के लाग्छ भने यहाँ स्कुलबाट चाहिँ गरेको देन भनेको तपाईँको विद्यार्थी होइन क्या, आफ्नो घरको छोरा आफ्नो घरको छोरी जस्तो गरेको सम्मान गरेको हजुर। यही नै खुसी लाग्छ। हस् सर तपाईँले यति बुझिदिनु भयो वास्तवमै। हामीलाई पनि मन पर्छ सहयोग गर्न त धेरै हजुर। मन छ। हजुर। लाखौँ सहयोग गरेर स्कुल अझ बेटर बनाऊ भनेको छ। हजुर हजुर सर आर्थिक अवस्थाले गर्दाखेरि हजुर। अझसम्म पुग्न सकेको छैन होला, तर कुनै दिन गरौँला त्यो पनि। होइन सर खुसी लाग्छ। हजुरहरूले आजसम्म देखाउनु भएको यो भावना छ नि, हरेक कुरालाई मौद्रिक हिसाबले मात्र हेरिँदैन, जुन कुरालाई बोलेर सपोर्ट गर्नु भएको छ नि, यो नै हाम्रो लागि एकदम के अरे प्रेरणाको स्रोत बन्ने छ। हजुरहरूले जस्तो माया गर्नु भएको छ आगामी दिनहरूमा पनि त्यस्तै माया गर्दै जानुहोस्। हामी अझै उचाइमा पुग्ने कोसिस गर्नेछौँ। आज जतिसम्म हामीले गर्न सकिरहेछौँ त्योभन्दा बेटर गर्दै जानेछौँ। हजुरहरूको माया साथ सपोर्ट चाहिँ सदैव पाइराखौँ, यति नै भन्छु म सर। चाहिँ के भन्छु भने अझ पनि यो तिरुपति स्कुललाई हजुर हाम्रो बागमती कलेजले हजुर, हजुर, अझभन्दा बेटर बनाऊ भन्ने। हजुर हजुर किनकि सबै गरिबको बच्चाहरू चाहिँ हजुर न्यून पैसामा हजुर सर न्यून उसमा चाहिँ पढ्न पाओस् भन्ने मेरो धारणा हो। हजुर सर हामीले सहयोगको साथ सपोर्ट गर्नेछौँ। हस् सर हस् तपाईँहरूको लागि हामी हमेसा प्यारेन्ट्सहरू सपोर्टेड छौँ। हस् त्यति सर कुरा सक्ने हस् सर हामीले गर्न सक्ने कुरा हामी गर्छौँ। हस् सर धन्यवाद सर। नमस्कार हजुरको नाम? मेरो सोनाम शेर्पा। आज तिरुपति इङ्ग्लिस कलेजमा इङ्ग्लिस बोर्डिङ हाई स्कुल अथवा कलेजमा चाहिँ हाट बजार कार्यक्रम भइरहेको छ, के कस्तो लाग्यो हजुरलाई? Actually, it's a good initiation. हजुर Yes, sir. Going to have the families and the surroundings, neighborhood, participation is kind of nice. Sir. हजुर Especially I see the kids with school uniform and different outfits, traditional outfits. That's very nice. अब हामीले चाहिँ यो अर्ग्यानिक कुराहरूलाई खानेकुराहरूलाई चाहिँ एकदम Definitely we should promote those things. हजुर एकदम मन पर्यो होइन त सर तपाईँलाई? Very nice. We also have a store. हस् सर आगामी दिनको प्रोग्राममा पनि यसरी नै इन्भल्भ भइदिनु होला है सर। धन्यवाद सर। हस् सर Support is always there. हस् सर थ्याङ्क यू सर। हजुरको नाम? मेरो सन्तोषी श्रेष्ठ। आज यस हाट बजार कार्यक्रम हजुरलाई कस्तो लाग्यो म्याम? धेरै राम्रो लाग्यो। अब अहिलेसम्म कुनै स्कुलमा नि थिएन, तिरुपति स्कुलमा छ। हजुर मलाई धेरै राम्रो लाग्यो, बच्चाहरूले किन बेच गर्ने धेरै धेरै राम्रो छ। हजुर अनि यो बनाएका परिकारहरू केही चाख्नु भएको छ कि पाउनु भएको छैन अन्डा कि? बारा पनि खाएँ, त्यसै मोमो पनि, हजुर सिलहरू, हजुर परोठाहरू पनि खाएँ। हजुर यहाँको परिकारहरूको स्वाद चाहिँ टिपिकल गाउँकै जस्तो पाउनु भएको छ होइन? धेरै राम्रो छ। हजुर जसरी बनाउने उहाँहरूले पनि त्यस्तै गर्नु। हजुर अब यो खानेकुरा घरको त भइहाल्यो, त्यस्तै यता सानो सानो नानी बाबाहरूले पनि तरकारीदेखि लिएर फलफुलहरूदेखि लिएर अनेक कुरा बेचिरहनु भएको थियो, उहाँहरूको भूमिका कस्तो थियो? आफूले ल्याएका सामानहरू बिक्री वितरण गर्नु सक्नु भएको थियो कि थिएन? त्यो चाहिँ कस्तो लाग्यो म्याम हजुरलाई? बाबु नानीहरूले नि अब तरकारीहरू ल्याइरहनु भएको, उहाँहरूले पनि सबै बिक्री वितरण गर्नुभएछ। सबै धेरै राम्रो छ। हजुर उहाँहरूको भूमिका नि मन पर्यो हजुरलाई? धेरै राम्रो छ। बिक्री गर्ने तरिका नि मन पर्यो होइन त हजुर? यस यो समग्रमा यो कार्यक्रम चलाइरहँदा चाहिँ स्कुलले यो एक प्रकारको प्रगति नै हो मेन कुरा चाहिँ। अनि बच्चाहरूमा चाहिँ अब सिकाइलाई अझ विशेष जोड दिउँ भन्ने तरिकाबाट नै हामीले यो कार्यक्रम सञ्चालन गरेका हौँ। यो कार्यक्रम सञ्चालन गर्दा चाहिँ बच्चाहरूमा के वास्तवमा पढाइमा सहज वातावरण सिर्जना भयो जस्तो लाग्छ कि के लाग्छ म्याम हजुरलाई? अब यो गर्दाखेरि चाहिँ नि बच्चाहरूले कसरी अब किनबेच गर्ने, हजुर अब कुनै बेला कसरी यताउति राख्दाखेरि पनि हजुर। कसरी गर्ने यो भन्ने उहाँहरूले धेरै धेरै सिक्नु भएको छ। हस् म्याम आगामी दिनको प्रोग्राममा पनि यसरी नै जोडिनु होला। आज पनि आउनुभयो, हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकारेर आउनुभयो, त्यसमा एकदम आभार व्यक्त गर्न चाहन्छौँ। हस् धन्यवाद है म्याम।